अन्तर्राष्ट्रिय समन्वय समिति परिषद जुन चाहिँ नेपालमा हो र यसलाई आइसिसी भनिन्छ अङ्ग्रेजीमा छोटकरीमा। त आइसिसीमा भर्खरै मात्रै यहाँ नियुक्त हुनुभएको हाम्रो चाहिँ ओम प्रसाद थापाजी हुनुहुन्छ। उहाँसँग केही कुरा गरौँ। हजुर, अब अन्तर्राष्ट्रिय समन्वय समितिमा यहाँ जाँदै हुनुहुन्छ नियुक्त भएर, के सन्देश लिएर जाँदै हुनुहुन्छ एनसिसीबाट आइसिसीमा? विशेष गरेर त यहाँलाई विशेष धन्यवाद, यहाँको टिमलाई जसले हेर्नु भएको छ। मेन सन्देश भनेको बेलायतका एनआरएनले जुन चाहिँ एउटा के अरे उच्च अदालतको आदेश र नेपाल सरकारको जुन एउटा निर्देशन छ त्यसलाई पालना गरेको छ, आज त्यसलाई एकदम राम्रो सक्सेस गरेको छ। त्यसको लागि मलाई आज एउटा आइसिसी अन्तर्राष्ट्रिय समन्वय समिति भन्नाले संसारका अन्य एनआरएनहरूसँग मिलेर काम गर्ने एउटा जुन एउटा जिम्मेवारी दिनुभएको छ, एकदम ठुलो जिम्मेवारी छ। अब मेरो काम के हुन्छ भने हाम्रा बेलायतमा भएका एनआरएन युकेका यहाँभित्रका कुराहरू र यहाँहरूले चाहिँ राखेका कुराहरू अथवा बेलायतवासीले राखेका कुराहरू अन्तर्राष्ट्रिय स्तरमा अथवा आइसिसीको उमा गएर त्यहाँनिर गएर हामीले चाहिँ एउटा ब्रिजको काम हामी गर्छौँ। हाम्रो बेलायतका समस्याहरू के छन्, बेलायतको विशेष गरेर गोर्खा नेपाली कम्युनिटीको ठुलो समस्या के हो, त्यो कुरालाई हामीले उजागर गर्छौँ र अन्य राष्ट्रका जुन 80-90 राष्ट्रहरू छन् उहाँहरूसम्म पनि हामीले गएर उहाँहरूको टिमहरूसँग हामीले कुरा गर्छौँ। र अब आउने भविष्यमा यो पहिलाको जस्तो हामी सधैँभरि एउटा मागेर ज्ञापन पत्र बुझाएर भन्दा पनि एक्सनमा हामीले कसरी काम गर्न सकिन्छ भन्ने विषयमा प्रस्ताव हुनेछ मेरो। विशेष गरेर नेपाल सरकारले अत्यन्त बुझ्न जरुरी छ, यदि अब एनआरएनलाई राम्रोसँग परिचय गराउन सक्नु भएन भने भोलिको दिनमा नेपाल सरकारलाई पनि अप्ठ्यारो पर्छ, किनभने यो सहकार्यको कुरो छ। जति पनि अन्तर्राष्ट्रिय विदेशमा बस्नुभएका गैर आवासीहरूले के भन्न खोजेका छन् भने आफ्नो जन्मभूमिलाई केही गरौँ अनि मिलेरै काम गरौँ, जन्मभूमिमा चाहिँ केही कुरो चाहिँ के अरे हैमा हस्तेमा हामीले पनि केही सहयोग गर्न सकौँ भन्ने उद्देश्यले हामीहरू खासमा के नेपाल सरकारले हामीलाई परिचय गरेको छ। त्यही अनुसारले नै के अरे काम गर्नको लागि प्लेटफर्म पक्कै पनि बनाइदिनुहुन्छ। अब चाहिँ हामीहरू पहिलाको जस्तो अब उहाँ ठाउँमा छैनौँ, किनभने एउटा सरकार र अदालतले दिएको एउटा कमिटी गठन भएको छ। यो कमिटीले अब निरन्तर काम गर्छ। विशेष गरेर मैले विश्वमा हुनुभएका जति पनि आइसिसी मेम्बरहरूलाई के भन्न चाहन्छु भने हामी टुटेर होइन, अब जुटेर काम गर्ने बेला भएको छ। पहिलाका कुराहरू होइन, अब अहिलेका कुरालाई खोज्नुपर्छ भन्ने चाहिँ मेरो आह्वानको साथमा अगाडि बढ्दैछ। हजुर अमयजी धेरै धेरै धन्यवाद। ओमज्यू थ्याङ्क यू भेरी मच।